PSG another victory for PSG अनि यो क्लब वर्ल्ड कपको पनि one of the favorite team हो PSG. Hello friends, welcome to my channel with another video. आज हामी कुरा गर्दै छौं एथलेटिको मैड्रिड भर्सेस PSG को म्याचको बारेमा. फर्मेसनको कुरा गर्नुपर्दा 4-4-2 को फर्मेसनमा थियो एथलेटिको मैड्रिड भने 4-3-3 को फर्मेसनमा थियो PSG. फर्स्ट हाफ त पुरा PSG ले डोमिनेटै गर्दियो. PSG अनि प्रेसिङ आई डोन्ट नो के रिलेसन छ. PSG वाज प्रेसिङ सो हार्ड जसको कारणले चाहिँ एथलेटिको मैड्रिडलाई ब्याकबाट बिल्ड गर्न एकदम गाह्रो भइरा थियो. त्यसैले ओब्ल्याक एकदम लङ गइरा थियो. PSG को मिडफिल्ड ट्रायले चाहिँ पुरा गेम कन्ट्रोल गरिरा थियो. फर्स्ट हाफ त कम्प्लिटली डोमिनेटै गरेको थियो भन्दा पनि फरक पर्दैन. अनि त्यसमाथि भिटिनिया कति तारिफ गर्ने उनको त कति तारिफ गर्ने भन्या. At another masterclass from Vitinha, he was controlling the whole midfield. One goal, most accurate passes 112, 97% pass completion rate, most accurate long ball 12, most touches 125 and man of the match performance from Vitinha. उनको हिट म्याप हेर्ने हो भने पनि he was everywhere on the pitch. PSG को फ्रन्ट लाइन को कुरा गर्ने हो भने डुए वाज गुड, टेकन लिरा थियो. त्यस्तै कावास्केलिया वाज एक्सलेन्ट जसले 2 असिस्ट दिएका थिए भने एकचोटी क्रस बारमा पनि हिट गरेका थियो उनले. गोन्जालो रामोसको गेम चाहिँ अफ थियो भने यस गेममा हामीले डिम्बेलेलाई मिस गरिरहेका थियौं. त्यसरी नै हामीले PSG को ब्याक लाइनलाई हेर्नु पर्दा चाहिँ मार्किनियसले एक दुईवटा मिस पास गरेको देखिए तापनि ओभरअल गेम उनको राम्रो थियो. त्यस्तै पाचो वाज सोलिड एज अलवेज. अनि त्यसपछि दुईजना फुलब्याक हाकिमी एन्ड नुनो मेन्डिस दुबैको गेम हेर्ने हो भने एकदमै राम्रो थियो. फर्स्ट गोल हेर्ने हो भने पनि हाकिमीले नै गर्दा फर्स्ट गोल चाहिँ आएको थियो. हाकिमी टु डुए, डुए टु काबा, काबा टु फ्याबियन एन्ड बुम गोल. जोन 14 जस्तो एरियामा फ्याबियन जस्तो प्लेयरलाई मार्क नगर्नु भनेपछि गोल त आउनु नै थियो. त्यसरी नै काबा टु फ्याबियन र फ्याबियनले गोल गर्छन् र फर्स्ट गोल हुन्छ. त्यसपछि पनि PSG ले थुप्रै चान्समाथि चान्स बनाइरा थियो. त्यसरी नै सेकेन्ड गोलमा पनि फर्स्ट गोलको जस्तै सेम मिस्टेक देखियो. सेम मिस्टेक फ्रम एथलेटिको मैड्रिड जहाँ चाहिँ भिटिनिया जोन 14 मा फ्री हुन्छन् भने कावास्केलियाले भिटिनियालाई पास दिन्छन् र भिटिनियाले PSG को लागि दोस्रो गोल गर्छन्. एन्ड सेलिब्रेसन अफ भिटिनिया, वाट अ कुल सेलिब्रेसन फ्रम भिटिनिया. फर्स्ट हाफ त पुरा PSG ले डोमिनेटै गर्छ तर सेकेन्ड हाफमा चाहिँ एथलेटिको मैड्रिडले पनि केही राम्रो गेम खेल्छ. अल्भारेजले एक गोल गरेका पनि थिए तर त्यो गोल चाहिँ डिसअलाउड हुन्छ किनभने बिल्डअपको टाइममा चाहिँ कोकेले डुएमाथि फल गरेको हुनाले त्यो गोल चाहिँ दिइदैन, डिसअलाउड हुन्छ. एथलेटिको मैड्रिडको गेम चाहिँ जस्तो भए तापनि अल्भारेजको गेम चाहिँ एकदम राम्रै थियो. मलाई त लाग्छ अल्भारेज धेरै समय एथलेटिको मैड्रिडमा बस्ने छैनन्. पाब्लो बारियोस र डिपलको मिडफिल्ड अफ लागिरा थियो. थर्ड गोल चाहिँ मैलुले गर्छन् र त्यसरी नै लास्ट गोल क्याङ्गानलीले पेनाल्टीको थ्रुबाट गर्छन्. फर मी इट वाज अ ह्यान्डबल. जब कुनै प्लेयरको ह्यान्ड चाहिँ अननेचुरल पोजिसनमा छ र उसको ह्यान्डले उसको बडीलाई चाहिँ एकदम ठुलो बनाइरहेछ भने त्यसलाई चाहिँ ह्यान्डबल दिइन्छ. आजको लागि यति नै. भिडियो मन पर्यो भने लाइक, सेयर अनि सब्स्क्राइब गरिदिनुहोस्.